Hello everyone, I'm back again with my blog 3. This is my short blog. I represent with you all. So आज हामीले यो लिप्सको डेमोन्स्ट्रेसन दिन गइरहेका छौँ. सो हजुरले हेर्न सक्नुहुन्छ लिप लाइनरको हेल्पले पुरै लिपको सेप हामीले दिन्छौँ. आफ्टर द्याट हामीले ब्लेन्डिङ ब्रसको हेल्पले पुरै लिप्सलाई ब्लेन्ड गर्छौँ. यु क्यान सी हियर. आफ्टर ब्लेन्डिङ दिस अल लिप लाइनर्स हामीले आफ्नो चुज गरेको जुन कलर छ त्यो कलर लिप ब्रस जुन छ हाम्रो लिपस्टिक लगाउने ब्रस त्यो ब्रसको हेल्पले हामीले त्यो लिपस्टिकलाई पुरै लिप्समा लगाउँछौँ. त्यो लगाइसके पुरै सेप दिने यो हामीले एउटा कलर चुज गर्ने प्लस त्यसभन्दा पनि डार्क कलर हामीले लिप्सको इनर कोरमा लगाइदिने. 2 टाइप्सको कलर स्वप गर्नको लागि जुन कि हाम्रो लिप्सलाई अलिक बोल्ड सो गर्छ एन्ड इनोसेन्ट सो गर्छ. सो हजुरले हेर्न सक्नुहुन्छ. आफ्टर द्याट हामीले यसलाई लाइट लुकको लागि कन्सिलरको हेल्पले कन्सिल गरेर अनि यसलाई लाइट गरेर 2 कलर सो गर्छौँ जुन कि हामीले अम्ब्रे इफेक्ट भन्न सकिन्छ. त्यसलाई हजुरहरूले हेर्न सक्नुहुन्छ. अब लिपस्टिक ब्रसले त्यसलाई ब्लेन्ड गर्ने एन्ड आफ्टर द्याट हामीले हल्का सिमर लगाएर लिप्समा साइन एड गर्न सक्छौँ. सिमर आफ्नो रिक्वायरमेन्ट अनुसार लिन सक्छौँ. And after that we can use gloss to all over our lips. Here it is our final result. So guys, हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ हाम्रो यो डेमोन्स्ट्रेसन हजुरलाई कस्तो लाग्यो भनेर. This is our final look. Thank you everyone for watching this videos. Please like and comment and share your views with all of us. Thank you so much.